हेलो गाइज एन्ड वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ हामीहरू एउटा बास्केटबल खेल्ने पेपरबाट बनाउँछौँ अनि यो फेरि बाउन्स पनि गर्छ। यसमा थोरै सानो पेपर हाल्ने अनि यसको भित्र छिराउने है त। कसरी बनाउने म आज सबै सिकाइदिन्छु। एउटा ग्लु पनि राखिराख्नुहोस्, थोरै टास्नलाई काम लाग्छ नि त। एउटा पेपर लिनुहोस्, A4 साइज पेपर, अनि एट फर्स्टमा यो फोल्ड गर्नुहोस्। सबै बराबर हुनुपर्छ। हेर्न सक्नुहुन्छ, म चाहिँ टाइट पार्छु अनि म यो खोल्छु अनि हजुरले दिइसक्नुभयो। अनि यो लाइनभन्दा अलिकति बाहिर ननिक्लिने गरी यस्तरी राख्नुहोस्। अनि अझै टाइट पार्नु, अझै यसलाई कस्नुहोस् अनि यता राख्नु अनि यसरी। अनि यो भयो, यस्तो हुन्छ। यो लिनुहोस् अनि यो यता पार्नुहोस्, फेरि कस्नुहोस् अनि फेरि यसलाई फोल्ड अनि फेरि यता। जब यो गर्नुहुन्छ नि यस्तो हुन्छ नि, अनि यसलाई ठ्याक्कै उल्टो फोल्ड गर्नुहोस् अनि फेरि पछाडि हुनुहोस्। तर अनि अघि हामीले यो जुन यो फोल्ड गरेर थियौँ नि, त्यति यसलाई क्रस हुन्छ। अनि त्यो क्रसको यहाँ चुच्चोमा चाहिँ यसरी पल्टाएर यहाँ चुच्चोमा यसरी फोल्ड त्योभन्दा बढी चाहिँ ल्याउनु हुन्न, यसरी फोल्ड चाहिँ गर्नुपर्छ। अनि जब हजुरले गर्नुहुन्छ फेरि निकाल्नुहोस् अनि यसलाई यस्तो यसरी गर्नुहोस्, यसरी। अनि यो यस्तो स्टेप्स भयो अनि त्यो यसमा पनि थोरै यो चुच्चोमा पनि थोरै मिलाउनु पर्ने हुन्छ। अनि यो गरिसक्नु भयो नि, त्यो चाहिँ यसलाई यस्तो भन्नु, यो डाउन हुन्छ नि। अनि त्यहाँ चाहिँ यसलाई यसरी फोल्ड गरिदिनुहोस् अनि यसरी थोरै यसलाई पनि चुच्चो पार्नु, फेरि ओपन गर्नु अनि यसलाई यस्तो गर्ने, यहाँ थोरै यस्तो तान्ने अनि बल्ल यस्तो गरेर यो पार्नुपर्छ। अनि फेरि यसरी यसलाई हटाएर थोरै यसको पनि सेम रिपिट गर्नु। यसमा जुन गराएको थियौँ त्यही रिपिट हाल्नु पऱ्यो। अब फेरि यसलाई यो हाल्यौँ अनि यसलाई यो नि यसरी खायो भनेपछि यसरी राख्छु, यस्तो छ। अनि यो हुन्छ अनि फेरि उल्टो, अनि त्यस उल्टो भएपछि यसरी फोल्ड अनि फेरि यसरी एउटा डबल फोल्ड। यस्तो चाहिँ हाम्रो यस्तो थियो। यसलाई चाहिँ अलिकति मिलाएर यसरी अनि यसलाई यसरी। अनि जब यस्तो गर्नुहुन्छ अनि फेरि यसलाई गर्नुहोस् अनि यस्तो। यसलाई चुच्चो चाहिन्छ कि यसरी बाउन्स हुन सकोस्। अनि यस्तो लिनुहोस्, थोरै खोल्नुहोस्, यहाँ चुच्चो त बनिहाल्छ। अनि यसरी गर्नुहोस् अनि जब चुच्चो बन्छ अनि तब ग्लु निकाल्नुहोस् अनि यहाँ अलिकति लगाउनुहोस् साइडमा। जब यसरी लगायो नि त फेरि यस्तो गर्नुहोस् अनि यसरी जब यस्तो ट्याप हुन्छ त्यो चाहिँ यस्तो अलिकति खुल्ला हुन्छ यहाँ। अनि यसमा पनि ग्लु लगाइदिनु। राइट सेपमा त बनिसक्यो। अब लास्ट अलिकति बाँकी छ, यसलाई अझै टाँसिदिनुहोस् यसरी भयो। अनि यति भएपछि अब लास्ट एउटा सर्कल बनाउनुहोस्। यसरी ग्लु लगाउनुहोस्, यस्तो गर्नुहोस्, यसरी अनि यस्तो पारेर थोरै गोलो बनाउनु यसरी, यहाँबाट थोरै यस्तो अनि यसबाट थोरै यसरी जोड्नु। थोरै लुज भएर मैले ग्लु हाल्दा थोरै टाँस्छ लुज छ अलिकति। यसरी अनि जब हजुरले यो
बनाइसक्नु भयो नि, यस्तो टाँसिसक्यो भने हजुरले टेपको युज गर्नु सक्नुहुन्छ। तर यसमा चाहिँ अलिकति ग्लुकै युज गर्दा ठिक हुने हो। तर इफ हजुरको घरमा ग्लु छैन भने टेपले यता साइडमा टाँस्दै हुन्छ, खासै केही चाहिँ हुन्न। अनि हजुरको बनिसक्यो या। अनि मैले थोरै अझै टाँसेन, अनि मैले ग्लु ल्याएँ। अनि यो गरेँ, अनि यो अप भयो नि, त्यसलाई फेरि यस्तरी राखेँ। बन्न त बन्छ कि गाइस। अब लास्ट एउटा स्टेप छ, त्यो हो यसमा पनि थोरै यस्तो हाल्दै हुन्छ, आशा हाल्नु पर्दैन। कहिले कहाँ पुरा उठाएर के देख्ने, कसरी हेर्ने यो मैले एकै ठाउँमा राखेर बनाउन, उठाएर कहिले कता बनाउनु। अनि यस्तो राख्नु भयो नि, या यस्तो लाइक ट्राइङ्गल जस्तै हो। अनि यसमा ग्लु हाल्नुहोस्। ग्लु हालिसक्नु भएपछि यस्तरी बल्ल टाँसिदिनुहोस्। जब टाँसिसक्यो नि तब फेरि यसलाई माथि यसरी फोल्ड, अनि बन्यो हजुरको दुईटा। बाई बाई गाइज।